पानको पात पानको पात हो पानको पात पानको पात पानको पात माइत जाँदाखेरि नरोकिएर अनवरत रूपमा फटाङ 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 चालेर हिँड्ने पाइलाहरू हुनिन्। अहिले घर आएको छ तर हिँड्न सक्दिनन्। ल अब चाहिँ हामी आज 9 दिन पछाडि घर जाँदैछौँ। ल आमै नमस्ते। लु मम्मी जगेसी दिदी जगेसी। ल त्यसरी चाहिँ अब हामी जान लागिरहेका छौँ। अटो हामीले लिन अघि नै आइपुगेको 10 मिनट अगाडि नै। आज 9 दिनको दिनमा घर पुग्दैछौँ। यहाँ टक्क लाएर चिसो पानी लिएर अब गर्मी पनि एकदम बढिसकेको अवस्था छ यता त। यता अटो आइसकेको छ। बुवा पनि यहाँ रेडी हुनुहुन्छ। कहाँ राखिदिनु भयो त ल? ए जुली त यहाँ तल पुग्छिन्। फुल पो लिएर आइज अझै यसरी जाँदैछौँ। ल हामी गएर खाली चौकमा आइपुग्यौँ गोरुसिङीमा। सो यतातिर यहाँनिर छन्। हेलो जुली, यहाँ जुलीको अब यहाँ हुनुहुन्छ। अब हामी जान लागिरहेका छौँ। हाम्रो सामान छुटेछ त्यस कारणले गर्दाखेरि चाहिँ बुवाले यताबाट अहिले लिएर आउनुहुन्छ यताबाट। सो हाम्रो सामान चाहिँ छुटे गाडी गयो भर्खरै बुटोलको एउटा गाडी फुस्किहाल्यो। ल बुटोल जाने गाडीमा हामी हिँडिसकेका छौँ। जुली यता हेर्दा सुत्न खोजिरहेको छ यो चाहिँ। जुली बेला हामी यता छौँ। भाइसँग कुछ ज्यादा नहीं हो गया। चटपटे खान लागेर यहाँ लाइन बस्छ। खासमा हामी चाहिँ बुटोल बस पार्कमा आइपुग्यौँ। बस पार्क चाहिँ यहाँ यता पछाडिपट्टि। यहाँ चाहिँ चटपटे खान लागिरहेका छौँ। म चाहिँ खासमा उनको रस पिउँ कि भन्ने सोचिरहेको छु। देखेको चाहिँ छैन, सायद हो यता छ होला एकछिनमा जानु पऱ्यो त्यता चाहिँ। गाडी अझै 1 घन्टा लेट रहेछ आज। सो त्यही भएर वेट गर्दैछौँ। वेट गर्दै गर्दाखेरि चाहिँ हामीले फलफुलहरू यसरी लिएका छौँ। अहिले चाहिँ अब घरतिर छिरे बुटोल बस पार्क देख्न सक्नुहुन्छ। यस्तो खालको छ। अलि जोर से बोलिएगा। हजुर हजुर हो र? हजुर यही लाइनमा हो क्या खासमा। ऊ यहाँ हो कि यसैमा थाहा भएन। यिनको मेरो पहिलो भेटघाट चाहिँ यही बुटोलको 4 वर्ष अगाडि होइन त? हो 4 वर्ष अगाडि 2022मा हाम्रो यहीँ भेट भएको थियो। त्यो दिन गर्लफ्रेन्ड बोयफ्रेन्डको रूपमा भेट भएको थियौँ। आज बुढाबुढीको रूपमा चाहिँ नि हामी जले चाहिँ नि अब घरमा यति गर्ने भएको छौँ हामी ससुराली भन्ने जानकारी पनि गरेँ मलाई। त्यस्तो छ कुराकानी। हामी जाने गाडी यस्तै यस्तै छ, उयो यस्तै यस्तै छ। यस्तो छ। आइसक्रिम खाने हो? टाइट रुवा लाएर सक्यो यो मान्छे। आइसक्रिम खान्छु भन्छ बा। यहाँ चाहिँ चाउमिन अर्डर गरेको आउनेवाला छ। यतातिर चाहिँ चाउमिन आएन भनेर दुखित छन् भन्ने जस्तो देखिरहेको छ। हो उसको गाडीमा हो खासमा आएको चाहिँ। यता यता यसलाई 2 आप कन्फ्युज हुनुभएको छ क्या। ल आइपुग्यो। प्रार्थना गर त खाइहाल्ने अब। अब चाउमिन आउँदा त छिटो आमेन गर्ने हो के अरे? जस्ट वाइन खाऊ अब के त खुर्सानी मागेर खाऊ। फाइनली हामी गाउँमा आइसक्यो है। अनि उता चाहिँ श्रीमानज्यू हुनुहुन्छ यसरी भारी बोक्दै हिँड्नु भएको छ। आऊ जुली यता आऊ जुली आऊ। ए मेरो जुली चाहिँ यसरी आफै हिँड्दै हिँड्दै आएको छ है। दाङको पाहुना हो यो चाहिँ। अब घर यतै हुँदैछ यसको। आऊ जुली आऊ आऊ।
जुली भन्यो भने चाहिँ यसरी आउँछ है। उसलाई नाम थाहा भइसकेको छ आफ्नो। अनि तपाईँलाई चाहिँ कस्तो महसुस भइरहेछ यसरी? अनि बिहे गर्न कहाँ सजिलो छ र हजुर? अहिले त ठिकै हो, पछि बेबी भयो भने झन् के हालत हुने होला गाइजहरू। मलाई चाहिँ आनन्द छ है, धेरै भारी पनि बोकाउनु हुँदैन, सायद यो माया नै होला। बात त सही है। लु झोले म्याडम अगाडि हिँड्दै हुनुहुन्छ। अहिलेसम्म मलाई त्यहाँ हाम्रो जुली म्याडम पनि यता आउँदै हुनुहुन्छ। म चाहिँ भारी बोकाउनु यस्तो खालको भारी छ मेरोभन्दा अझै भारी यिनको खासमा चाहिँ। तर बोल्न भएको छैन गाइसहरू। नाचौँ ओहै ओहै ल ल ल ल पानको पात गाउँछु, लु गाउँ नाचौँ त। पानको पात पानको पात पानको पात पानको पात। यिनै पाइलाहरू हुन् साथीहरू, यिनै पाइलाहरू हुन् साथीहरू। माइत जाँदाखेरि नरोकिएर अनवरत रूपमा फटाङ 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 चालेर हिँड्ने नै पाइलाहरू हुन् यिनका। अहिले घर आएको छ तर हिँड्न सक्दिनन्। पेके 4 ठाउँ बसालेर ल्याइदिन्, त्यस्तो छ घर। त्यही माथि छ घर चाहिँ, मम्मीले हेर्दै हुनुहुन्थ्यो, एकछिनमा जानुभएछ उता। जुली यहाँ चाहिँ जुली आउँदैछ, हाम्रो दाङदेखिको साथी आउँदैछ। ल आइयो गाउँ, जुली आइज। यसरी जाँदैछौँ हामी चाहिँ। ल आइयो एकदमै दिदी घर आइपुग्यो। दुईवटा मिली र जुली आउँदैछन्। अगाडिको मिली, पछाडिको जुली आइपुग्यो। अब घर लगभग आइपुग्यो। हेर्न सक्नुहुन्छ पछाडि दुईजना। पाइला त कहाँ सर्छ र, सर्दैन। ल घरमा आइपुग्यो साथीहरू। रमाइलो को हुनुहुन्छ होला घरमा? हाम्रो कुखुरो हेर्छन्। साइला आइयो। यी मम्मी हेर्नु यहाँ, यी पाइ हे। जुली ओइ हात दे आको दे। स्याबास ल घर आइपुग्यो गाइज फाइनली 9 दिनपछि।